नमस्कार। आजकल हामी कसको कुरा सुन्ने यही हामीलाई अन्यल भइरहेको छ। सत्तामा बस्ने मानिसहरूको कुरा सुन्यो भने देशमा सबै ठिक छ भन्छन्। सत्ताबाट बाहिरको मान्छेको कुरा सुन्यो भने देशमा केही हुँदैन भनिराखेको छ। र अनेक बौद्धिकहरूको कुरा सुन्यो भने पनि उहाँहरूले पनि आफ्नो सुरले, आफ्नो तालले आफ्नो अवधारणाहरू, आफ्नो विचारहरू पोखिरहेका हुन्छन्। र सामाजिक सञ्जाल हेऱ्यो भने त हामी बच्न नसक्ने अवस्थामै पुग्यो कि भन्ने जस्तो पनि हामीलाई लाग्छ। बिग्रेको, भड्किएको, भएन, पुगेनको कुरा। यसो हेर्दाखेरि देश त हाम्रो स्वर्गै थियो। संसारमा कहीँ अरू देशमा नहुने स्वर्गै थियो। यो देशमा, यो संसारमा जम्मा 196वटा देशहरू छन्, मुलुकहरू छन्। ती सबै मुलुकहरूको नाम पनि हामीले थाहा छैन। आज हाम्रो देश सानो भए पनि, गरिब भन्यो भने पनि आज हाम्रो यो देश विश्वको मानचित्रमा जीवनमा एक जानै पर्ने मस्ट भिजिट कन्ट्री भनेर नाम अंकित भएको छ। यो देशमा भयो के? कहीँ मैलाई यही कुराको मलाई अलमल हुन्छ। यो देश बनिरहेको छ कि भड्किरहेको छ? त्यसैले मलाई यस्तो अवस्थामा के लाग्छ भने हामीले अरूको कुरा सुन्ने होइन, पत्र-पत्रिका पढेर आफ्नो अवस्थाको मूल्याङ्कन गर्ने होइन, हल्लाको भरमा यो भएन, त्यो भएन, पुगेन भनेर हामी हराउने होइन। मलाई लाग्छ हामीले यसो अवस्थामा आत्माको आवाज सुन्नुपर्छ। र आत्माको आवाज त्यो बेला मात्र सुन्न सकिन्छ जुन बेला हामीले चेत, विवेक, कमन सेन्स र न्यायिक सचेतना हामीले जगाउन सकिन्छ। यो चेत, विवेक, न्यायिक सचेतना जगाउनको निमित्त एउटै मात्र आधार छ। त्यो आधार हो सकारात्मक सोच। त्यसैले यो सकारात्मक सोच अभियानलाई हामीले अगाडि बढाउनको निमित्त हामी गाउँ गाउँ, घर घरमा हामी भ्रमण गरिरहेको छौँ। युवाहरूको मन जित्न खोजिरहेको छौँ। आधा आकाश थाकेका महिलाहरूलाई हामीले आग्रह गर्दैछौँ, किनभने युवा र महिला भनेको मल्टिप्लायर इफेक्ट हो। यिनीहरूलाई भन्यो भने हाम्रो भविष्य सुनिश्चित हुन्छ। एउटा महिलाले परिवारलाई परिवर्तन गर्न सक्छ। एउटा युवाको जोसले देशलाई परिवर्तन गर्न सक्छ। त्यसैले हाम्रो मुख्य लक्ष्य युवा र महिला हो। र म सम्पूर्ण युवा र महिला दिदीबहिनीहरूलाई म अनुरोध गर्न चाहन्छु, नकारात्मक सोचेर, गाली गरेर, तुच्छ बोली बोलेर हामीले शत्रु मात्रै कमाउन सकिन्छ। मिठो बोलीले हामीले मित्र कमाउनु पर्छ। र मित्र कमाइसकेपछि हाम्रो जीवन सरल अगाडि बढ्छ। जीवनमा सधैँ धन सम्पत्तिको मात्र आवश्यकता होइन, सुख र सन्तुष्टिको पनि त्यति नै महत्त्वपूर्ण हुन्छ। त्यसैले सकारात्मक सोचले धन सबैले कमाउन सकिन्छ सकिँदैन त्यो त म अहिले भन्न सक्दैन, तर सुख, शान्ति र सन्तुष्टि चाहिँ अवश्य कमाउन सक्छ भन्ने मलाई यो ज्ञान अहिले बुढेसकालमा आएको छ। यो व्यवहारिक ज्ञान हो। यो धरातलमा उत्रेर मैले दर्शनको अन्तर्कुन्तरमा गएर सिकेको यो ज्ञान हो। त्यसैले तपाईँहरूलाई म अनुरोध गर्न चाहन्छु, सकारात्मक सोचौँ। सकारात्मकले तपाईँको परिवार, तपाईँको छोराछोरी, तपाईँको छिमेकी, तपाईँको समाज, अनि त्यो बनिसकेपछि देश आफै बन्छ। देश बनाउनको निमित्त, समाज बनाउनको निमित्त गुनासो पोखेर समाज सुध्रिँदैन। प्रश्न मात्रै गरेर समाज सुध्रिँदैन। समस्या मात्रै खोटलेर समाज सुध्रिँदैन। त्यसैले प्रश्नको उत्तर हामी खोजौँ, गुनासोको विकल्प हामी खोजौँ,
र समस्याको समाधानतिर हामी लागौँ। यो गर्न सक्छ, हामीले गर्न सक्छ। वी क्यान डु इट। हामीले गर्न सक्छ। हामी मानिसभित्र धेरै शक्ति लुकेर बसिरहेको छ। बस त्यसलाई चिनेर बुझेर त्यसलाई सशक्त गर्न सक्यो भने हामीले आफ्नो जीवनमा धेरै ठुलो परिवर्तन लिएर आउन सक्छ। सबभन्दा पहिले हामीले आफूलाई परिवर्तन गरौँ, अनि अरूलाई, अनि समाजलाई, अनि समुदायलाई, अनि देशलाई। बस यति म भन्न चाहन्छु। नमस्कार।